वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता श्री घनश्याम ओझालाई तोक्ने निर्णय भएको छ। 2. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली 2082 स्वीकृत गर्ने निर्णय भएको छ। 3. नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन्जी पुस्ताद्वारा 2082 भदौ 23 र 24 गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका 45 जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ। विपद सङ्कटग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्लाका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम जम्मा 5 करोड 30 लाख विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ। अरू थप निर्णयहरू यहाँहरूलाई सञ्चार मन्त्रालयको नियमित ब्रिफिङमा हामी उपलब्ध गराउनेछौँ। अहिले यो चाहिँ खास गरेर गृह मन्त्रालय अन्तर्गत रहेको सम्भवतः सहसचिवको नेतृत्वमा रहेको समितिबाट चाहिँ र अरू विभिन्न जिल्ला प्रशासन कार्यालय, अरू सरकारवालाहरू, अब सुरक्षा निकाय सबैतिरबाट आएको यो अध्ययन जुन गरियो त्यो अध्ययन मार्फत चाहिँ नि अहिले 45 जना व्यक्तिहरूलाई चाहिँ शहीद घोषणा गरिएको छ। अरू थपको सन्दर्भमा चाहिँ अध्ययन अझै हुँदैछ र थप अध्ययन भएपछि चाहिँ थप निर्केल हुने म यहाँहरूलाई जानकारी गराउँछु।